अब भएको एउटा चप्पल पनि यसरी खाइदियो। अब मम्मी रित्तै खुट्टाइ है। हेर त चप्पल कतिवटा चप्पल सिधायो तिमीहरूले त साइलो ओइ कसले खाएको यो चप्पल? यो चप्पल कसले खाएको हो त? यो कसले खाएको हो त? नाटक नपरे नाटक नपरे यो चप्पल कसले खाएको हो त? जेठु जेठु हेर न यहाँ यस्तो उसले होइन माइलोले हो माइलोले हो चप्पल खाएको उसले नि होइन अपुले हो होइन। अब त्यो चारवटा चाहिँ डुल्न गर्छ चप्पल यिनीहरूले खाएको होइन अरे। हेर अब मम्मी रित्तै खुट्टाइ नि चप्पल जति सबै एउटा सखाप केही छैन। चप्पल काइँ हो कोर्नु बेलामा दाह्रै फारी भएको काइँले कोर्नुपर्छ। हेर चप्पल यस्तो त्यो चारवटा कहाँ पुग्यो अर्को कसले हो? माइलोले हो यो चप्पल खाएको माइलोले हो। अब के लाउने मम्मी खोइ के लाउने म त? एउटा भएको चप्पल पनि यस्तो गर्दैछ। अब के मन लाएर हिँड्ने मम्मी? सबै चप्पल सबै च्यातेर बजार जाने घर बस्ने एउटा जब बजार हिँड्न लाग्यो भने चप्पलकै चिन्ता हुन्छ राक्षसहरूले। त्यो काली मिमी कान्छो कहाँ गयो अझै खैरे सबै बाहिर गयो। चारवटाले 10-12वटा कुकुरले सबै चप्पलले केही राख्यो। धेरै नाटक नहेर आमालाई नहेर तेरो आमालाई नहेर चप्पल अब के लाएर जाने आमा? चौटा पाए पनि मैले टाँस्थेँ कि चौटा नि छैन। चौटा पाएर टाँसेर के गर्ने? यो खाइदिइसकेको भाउजू चाहिँ चौटा पायो नि टाँस्थेँ केही छैन मेरो छोरा भाउजू चौटा पायो नि टाँसेर अब मुखभित्र कहाँ खेलेर धुजा पारिसक्यो। शुद्धभरि राति यस्तो बदमास गर्छ राक्षस केही तल राख्ने। छुकुले यहाँ हिँड्न नसक्दा पनि चप्पल टोकेको हो चप्पल टोकेको हो। छुकुले हिँड्न नसक्दा पनि चप्पल टोकेको हो। जो हिँड्न सक्दैन त्यो छुकुलाई माया गऱ्यो भने यसले होला कि यसले होला।